तपाईँको एउटा मेरो अङ्कललाई त आइरम गाइजहरू हाम्रो गाडी यहाँ रोकेको छ बुटुलतिरको अब अर्को गाडीमा हुनुहुन्छ अलिकता एक दिन चुप गरिदिँदाखेरि नयौँ भनेका नेता प्रधानमन्त्री भइसके प्रधानमन्त्रीको मेरा गोजामा खाइरहेको के मसँग भात हुन्थ्यो सौजन्य गर्नुभएको छ अनि रामजी बस्ने गणेश नेउपानेले ठुलो हँसिया मार हान्ने ठुलो हँसिया लिएर आएर हामीलाई सौजन्य गर्नुभएको छ गणेश काका काठमाडौँबाट घन्ट 2 थान हामीलाई सौजन्य गर्नुभएको छ त्योभन्दा बाहेक अरू हजुरहरूले पनि केही सामग्री ल्याउनु भएको छ भने यो मूल रजिस्टरमा हामीले यसको दर्ता गर्छौँ ल पर्खनु सही त यसैमा शङ्खनगर है बढी कमाइने हाम्रो शङ्करनगर सुनन् त हामीले चाहिँ जयलाल कान्छा भनेर चिनिने हाल चाहिँ बुटोल 11 होला उहाँ चाहिँ वडा अध्यक्ष हुनुहुन्छ होइन ददी नेउपाने 14 ददी नेउपानेकी चाहिँ छोरी अस्ट्रेलियाको सिडनीमा चाहिँ बस्ने ए पर्खे भाइ एकैछिन अस्ट्रेलियाको चाहिँ सिडनीमा बस्ने निश्चिताले यो पुल पूजाको लागि अब के भौतिक रूपमा के बनाउने उहाँको चाहिँ सङ्कल्प गर्नु आइरहेछ 5,000 रुपियाँ त्यो 5,000 रुपियाँ चाहिँ हाम्रो यो मूल खातामा चाहिँ टिप्नु पर्यो ए त्यो नगदमा है ल हाम्रो जिन्सी सामग्री हामीलाई जिन्सी सामग्री प्रदान गर्ने वेद प्रसाद नेउपाने पवन नेउपाने दीपक नेउपाने रामजी गणेश नेउपाने गणेश काका काठमाडौँ लगायत 5 जना दाताहरूले हामीलाई विभिन्न सामग्रीहरू प्रदान गर्नु पानी छेउले यो पनि होइन भाइ एउटाले रातो गर्दा पनि हुन्थ्यो अब तिमीले कालो मात्रै चिको लगाइदिनु
ठिक गरेको हिँडेर आयो ठिक गरेको चाहिँ गणेश अङ्कलले सोध्नु आएको एकदमै मलाई भन्नु ल सुनिस् घर ल्याएर दिनु यसरी लगाएको दिन खान उहाँको दिन